राजबहादुर सानेको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म सिटामोलका 3 नयाँ पोस्टर सार्वजनिक भएका छन्। सोमबार सार्वजनिक भएका 3 पोस्टरहरूमध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिसा हमाल तथा बाल कलाकार करण नेपाली भावुक देखिएका छन्। दोस्रो पोस्टरमा सौगात र बेनिसा सहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन्। तेस्रो पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिएको छ। उनी बैशाखीको सहाराले निराश भावमा कतै हिँडिरहेको बुझ्न सकिन्छ। सार्वजनिक पोस्टरले दर्शकमाझ यो फिल्मप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ। आगामी साउन 23 गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा सौगात, बेनिसा, श्रीकृष्ण, जानुका र करण सहित लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार आराध्य राज्यलक्ष्मी डीसीको अभिनय छ। सिटामोल मार्फत निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र प्रापूर्व कालदेखि नेपाली समाजमा जरा गर्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेका छन्। फिल्मले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने उद्देश्य लिएको भनाई निर्देशक तथा निर्माताको रहेको छ। तुलसी देवी फिल्म्सले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको यो फिल्मको कथा प्रदीप भारद्वाज तथा निर्देशक स्यानेलले लेखेका छन्। सिमोस सुनवारको प्रस्तुति रहेको यो फिल्ममा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माता रहेका छन्। बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, वन्दे प्रसादको सम्पादन, डीआई कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइनर मुकेश शाह, द्वन्द निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको यो फिल्मलाई दिव्य सुवेदीले खिचेका छन्।